जापानको एउटा चिडियाखानामा रहेको सानो बाँदर पन्चको कथाले आज सारा संसारलाई भावुक बनाइरहेको छ। जन्मिने बित्तिकै आफ्नी आमाबाट त्यागिएको त्यो सानो बाँदरले निर्जीव खेलौनालाई आमा सम्झेर दिनरात अङ्गालो हालेर बोकिरहन्छ। त्यो खेलौनामा न त धड्कन छ न मायाको न्यानोपन, तर पनि त्यो पन्चले त्यसैमा आफ्नो सुरक्षा खोजिरह्यो। किनकि उसमा एउटा गहिरो भोक थियो, आफ्नोपन र सुरक्षाको भोक। आज हाम्रो अवस्था पनि कता कता पञ्च जस्तै छ। हामी पनि कहिलेकाहीँ परिवारबाट, सम्बन्धबाट वा समाजबाट अपहेलित र अस्वीकृत महसुस गर्छौँ, जसले गर्दा हामीभित्र एउटा आत्मिक रित्तोपन पैदा हुन्छ। त्यो खालीपन भर्न हामी संसारका अस्थायी खेलौनाहरूलाई अङ्गालो हाल्न पुग्छौँ। कसैले धन सम्पत्तिमा, कसैले कुलतमा, कसैले क्षणिक सम्बन्धमा त कसैले सामाजिक सञ्जालमा सान्त्वना खोज्छौँ। तर याद राख्नुहोस्, ती कुराहरूले केही समय सान्त्वना दिए जस्तो लागे पनि हाम्रो हृदयको घाउ चाहिँ निको गर्न सक्दैन। भजन सङ्ग्रह 27:10 भन्छ, मेरो बुबा र मेरी आमाले मलाई त्यागे तापनि परमप्रभुले मलाई सम्हाल्नुहुनेछ। यूहन्ना 14:18 येशू ख्रीष्टले भन्नुभएको छ, म तिमीहरूलाई टुहुरो छोड्ने छैन। पञ्चसँग विकल्प थिएन, त्यसैले उसले निर्जीव गुडियालाई रोज्यो। तर तपाईँ र मसँग विकल्प छ। हामीसँग यस्तो पिता हुनुहुन्छ जसले आफ्नो रगतले मोल तिरेर किन्नु भएको छ। उहाँको अङ्गालोमा सान्त्वना मात्र होइन, नयाँ पहिचान पनि छ। जब हामी ख्रीष्टतर्फ फर्कन्छौँ, हामी केवल सहारा मात्र पाउँदैनौँ, हामी परमेश्वरको सन्तान बन्छौँ। आज यदि तपाईँ आफूलाई एक्लो वा त्यागिएको महसुस गर्दै हुनुहुन्छ भने अस्थायी सहाराहरूलाई छोडेर स्वर्गीय पिताको अङ्गालोतर्फ फर्कनुहोस्। उहाँले तपाईँलाई कहिल्यै त्याग्नुहुने छैन। पञ्चको कथा दुःखबाट सुरु भए पनि अन्त्यमा उसले सहारा पायो। तपाईँको जीवन पनि आजैबाट बदलिन सक्छ, किनभने हाम्रो परमेश्वर आशाको परमेश्वर हुनुहुन्छ।